हेलो गाइस सबैजनालाई तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला र आज चाहिँ धेरै महिना बादमा चाहिँ एउटा भिडियो लिएर आएको छु। अनि यहाँ चाहिँ एकदम पहाड छ माथि हिउँघारीमा होइन, पहाडमा अब हिमालमा भनौँ न। अनि यो हेर्नुभयो भने चाहिँ यहाँनिर पुरा रुखपात चाहिँ तपाईँहरूले एउटा पनि देख्न सक्नुहुँदैन, यस्तो छ होइन। अन्त यहाँ पर साथीहरू सबै जाँदैछ। अनि यहाँ चाहिँ अहिले दारामा चाहिँ पछाडि आउँदैछौँ। दाइलाई साह्रो परेछ होइन चिसोमा, यहाँ चाहिँ एकदमै सास फेर्नु चाहिँ साह्रो पर्दो रहेछ गाइस। अनि त्यही हो, जाडो चाहिँ एकदमै अब जाडो छ भनौँ न। अब यहाँ हामीलाई भिडियोतिर हेर्दाखेरि अब सिनहरूमा चाहिँ जाउँ लाग्छ होइन, तर यहाँ आएपछि चाहिँ साह्रो पर्दो रहेछ हामीलाई, हिँड्नु सास फेर्नु गाह्रो पर्दो रहेछ, अक्सिजनहरू पुरा अब त्यति हुँदैन रहेछ। अनि हामी अहिले चाहिँ यो पराको यो चाहिँ मलाई एकदमै मन पर्यो होइन। यहाँ अब यता गएपछि चाहिँ अलिक पर चाहिँ एकदमै मजाको पोखरी भेट्छ। अनि त्यही हो, अब यहाँ उज्यालोले गर्दाखेरि चाहिँ चस्माहरू पनि लाउनु पर्ने रहेछ, किनभने आँखा बिग्रिन्छ। यहाँ चाहिँ दुईजना यति साह्रो उज्यालो देख्छ कि आँखै बिग्रिजाने हेर्छ क्या। अन्त त्यसले गर्दाखेरि चाहिँ चस्मा पनि लाउनै पर्छ होइन गाइस। अन्त चिसो चाहिँ एकदमै छ, यहाँ पर आर्मी क्याम्पहरू छ। अन्त यो उता पल्लोपट्टि डाँडा गयो भने चाहिँ चाइना बोर्डर भन्ने रहेछ, त्यहाँ त्यतापट्टि चाहिँ। अनि त्यसकै टुप्पामा छौँ हामी चाहिँ, एकदमै हिँड्दैछु होइन गाइस। अनि त्यही हो, यस्तै छ। तपाईँहरूले अब यतातिर घुम्न आउनु सक्नुहुन्छ, किनभने यो लाचेन भन्छ यो जग्गालाई। लाचेन भन्दा नि एकदमै अझै माथि, यो जग्गाको नामै बिर्स्यो, गुरुदङ लेक भन्ने जग्गा रहेछ होइन गाइस। अनि निकै टाढो अब निकै हिँड्नुपर्छ गाडीमा। बिहान 8 बजीदेखि चाहिँ मङ्गानदेखि हिँड्यो भने चाहिँ बेलुकाको 9 बजी मात्रै आइपुग्दो रहेछ यहाँ चाहिँ क्या। एकदमै टाढो छ होइन। अब यही हो, देखाउँदै म तपाईँहरूलाई अहिले उतापट्टिको मजाको पोखरी चाहिँ म देखाउने छु होइन गाइस। तपाईँहरूले हेर्नु होला कस्तो छ। घुम्न आउनु पनि तपाईँहरूले आउनु सक्नुहुन्छ होइन। अनि आउँदाखेरि चाहिँ आफ्नो आइडेन्टिटीहरू चाहिँ बोकेर आउनु होला, किनभने चाहिँ पर लाचेन छेउमा चाहिँ अब रोक्छ, लाचेन नपुगिकन पर आउने बेलामा चाहिँ चुङथाङ साइडमा चाहिँ त्यहाँ चाहिँ अब आइडेन्टिटीहरू चाहिन्छ, आधार कार्डहरू, नत्र त्यतिकै छिर्नु दिँदैन रहेछ होइन गाइस। यहाँ न यस्तो छ, सास फेर्नु साह्रो पर्छ गाइस, के भन्नु अब। यस्तो जग्गामा आइपुग्यो, बेलुका र बिहान चाहिँ यति साह्रो जाडो हुँदो रहेछ कि यहाँनिर, सास फेर्नु सक्दैन नि। अब यहाँ यस्तो रोड, अब यस्तो मैदान रोड छ, तिर्छ र पनि हिँड्नु साह्रो परिरहेछ, अक्सिजन नहुँदा चाहिँ त्यति साह्रो पर्दैछ होइन गाइस। अब म ब्याक क्यामेराबाट देखाउँछु ल गाइस। आर्मी क्याम्पहरू यहाँनिर छ, सानो रहेछ, मस्त भ्यू हेर्नु चाहिँ गाइस, मजाको छ। अन्त यहाँ पर चाहिँ आर्मी क्याम्प छ, यहाँनिर आर्मी क्याम्प यहाँ छ। यहाँ पल्लोपट्टि चाहिँ पोखरी चाहिँ अहिले देखाउने छु गाइस। अनि यहाँ अब हेर्नु नि, यहाँ केही छैन नि। अब यहाँनिर हरियाली भन्ने चिज चाहिँ एकदम रेगिस्तान भनौँ न, त्यस्तै छ। तर रेगिस्तानमा चाहिँ गरम, यहाँ चाहिँ जाडो छ फेरि। यहाँ पारि चाहिँ यहाँदेखि उता चाहिँ चाइना बोर्डर भन्दो रहेछ, यो पारिको हिमालदेखि उता। अन्त यस्तो आर्मी क्याम्प त कति छ यो जग्गै पछि, यो मसिनो कसै जग्गा चाहिँ दामी रहेछ। यहाँ बोल्नु साह्रो पर्छ त, के हो यस्तो छ। यतै गर्नु चाहिँ गाइस, यहाँदेखि उता चाहिँ यहाँ अलिअलि देख्नुहुँदैछ, त्यहाँ चाहिँ मजाको पोखरी छ गाइस, ऊ पर देख्दैछ होइन। यहाँ माथिदेखि चाहिँ एकदमै मजाको देख्छ। यहाँ अहिले भर्खर हामी यहाँ माथि पुग्दैछौँ। यहाँ चाहिँ यति दामी छ कि अब कस्तो मजाको देखिदिन्छ नि। यो चाहिँ डल्लै माथिको यो पहाडबाट चाहिँ हिउँ भिलेर आएर चाहिँ यहाँ जाम भन्दो रहेछ। यहाँ चाहिँ एउटा मजाको छ, त्यसको माथिल्लोपट्टि चाहिँ एउटा अझै छ, त्यहाँ चाहिँ हिउँ जाम भएर चाहिँ
पुरै पोखरी नै जाम भएर चाहिँ सेतै हिउँै भएको छ क्या यहाँनिर कस्तो मजाको छ नि हौ छेउमा गएर हेर्नु पायो भने त मजा आउँथ्यो यत्रो माथि आइपुग्यो हामी त्यहाँ जानु पाउँदैन रहेछ हतपत यहाँनिर छौ च्याट्टै छ नि गाइस यहाँबाट चाहिँ गाइस तपाईँहरूले क्लियरली देख्न सक्नुहुन्छ यति मजाको छ कि पोखरी चाहिँ सो गाइस अघि चाहिँ पल्लोपट्टि बनाएको थियो भिडियो अनि यो चाहिँ यतापट्टिको जग्गा हो अनि यहाँ चाहिँ सेम परको जस्तो छ पर मजाको अब के हो भ्यू चाहिँ मजाको देख्छ होइन गाइस अनि यो पर चाहिँ आर्मी क्याम्प हो पर पनि रहेछ होइन गाइस हजुरहरू पनि घुम्नु सक्नुहुनेछ आउनु सक्नुहुन्छ तपाईँहरू पनि अनि यहाँ चाहिँ एकदमै डरलाग्दो रेत छ होइन गाइस पुरै सेफ्टी प्रोटेक्सनसँग आउनु होला है यहाँ चाहिँ उस्तै मान्छे चाहिँ ढल्छ नि फेरि चिसोले चाहिँ अक्सिजनको मात्रा कमी हुन्छ है कमी छ जहिले यहाँ परको भ्यू दामी छ रुखहरू छैन है एउटै पनि त्यही कारणले गर्दाखेरि अक्सिजनको मात्रा कमी छ है कस्तो जग्गामा आइपुगे जस्तो है हिँड्दा पनि सास रोकिने खालको क्या सास चाहिँ डरलाग्दो रोकिन्छ गाइस त्यही हो यहाँ आउनुहुन्छ भने चाहिँ त्यस्तै तपाईँहरूलाई 2-3 दिन त लाग्छ होला आउनै पनि किन भन्दाखेरि धेरै टाढो रहेछ हामीलाई अहिले चाहिँ अनुभव हुँदैछ आइपुगेर साह्रो छ कस्तो जाडो छ होइन इफ आउनै पऱ्यो भने चाहिँ तपाईँहरू चाहिँ सेफ्टीसँग आउनु होला पुरै प्रोटेक्सनसँग किन भन्दाखेरि अक्सिजनको मात्रा कमी छ ढल्नु सक्छ है यहाँबाट फेरि बिमार भयो भने हेल्थ केयर गर्ने जग्गा छैन है त्यसले गर्दाखेरि प्रब्लम हुनसक्छ यहाँ नेटवर्कहरू पनि केही आउँदैन यो जग्गामा फोनले पनि चाइना टाइम पक्रिँदो रहेछ होइन गाइस अनि त्यही हो अन्त अब यहाँ हामी काम गर्दैछौँ गाइस घुम्नु आउनु चाहिँ मजा आउँछ यहाँ काम गर्नु चाहिँ सक्दैन रहेछ सजिलो छ काम गर्नु त्यति साह्रो गर्नु पर्दैन अहिले अब 1 बजी गयो 2 बजी गयो अब छुट्टी पनि भएको सास रोकिन्छ है यहाँबाट अब सास चाहिँ डरलाग्दो रोकिन्छ हिँड्दा यति साह्रो छ नि गाइस लाइटको प्रब्लम यहाँनिर प्रब्लम चाहिँ लाइटको छ एउटा कुरा चाहिँ विशेष गरेर यहाँ बस्नै पर्यो भने चाहिँ जाडो चाहिँ डरलाग्दो छ पानी बाट फेरि स्नोफल पानी छुनु सक्दैन गाइस त्यही हो एकमा त डरलाग्दो फेरि मान्छेहरू चाहिँ यस्तो पनि बस्छ नि त फेरि यहाँतिर चाहिँ अब यस्तो छ गाइस हेर्नु है बस्नु पर्छ यस्तो कन्टेनर छ यहाँ चाहिँ लाइटहरू केही पाउँदैन कतै अब तपाईँहरू हेर्नु सक्नुहुन्छ स्नो यहाँनिर भुइँमा यस्तो लाचेनतिर परिरहेछ यस्तो छ होइन गाइस यहाँ डरलाग्दो यहाँ पर हेरिहाल्नुहोस् फेरि यो यस्तो खालको कन्टेनरहरू पनि उडाइदिन्छ हावा चाहिँ यस्तो डरलाग्दो चल्छ कि एकछिनबाट यहाँ पर आउँछ नि हावा त गाइस हेर्नु न स्लिपिङमा एउटा यस्तोहरू छ स्लिपिङ बाइकहरू हुन्छ यस्तो अनि यहाँनिर मान्छे बस्दो रहेछ यस्तो छ है गाइस अब हेर्नुहोस् न टोपी पनि हाम्रो भ्लग चाहिँ यही हो ल गाइस सबैजनालाई है भिडियो हेरिदिनु भएकोमा धन्यवाद छ थ्याङ्क यू सो मच र यो भिडियो हेरेर लाइक सेयर कमेन्ट सबै गरिदिनु होला होइन गाइस ल ओके बाई बाई गाइस